सनम, समीर र सुनिताको कुनै पनि अपडेट आएको छैन। उनीहरूको प्रोफाइल भ्यू गर्ने व्यक्तिहरूले चाहिँ बार भ्यू गरिरहनु भएको छ होला। कतिपयलाई थाहा छ होला उनीहरूको कुरा, कतिपयलाई थाहा छैन होला, किनकि उनीहरूको भिडियो अहिले सोशल मिडियामा नआइरहँदाखेरि कति धेरैजना छटपटाइ पनि रहनु भएको होला। त्यो सनम समीरको विषयमा चाहिँ बोली जुन भिडियो आएको थियो त्यो विषयमा चाहिँ के भइरहेको छ, त्यो कुराहरू चाहिँ कसरी सर्ट आउट भइरहेको छ भनेर धेरैजनाले जान्ने इच्छा पनि भइरहेको छ होला हैन। र सुनिताले चाहिँ अस्ति अब 3-4 दिन भयो उहाँहरूको भिडियो ब्लगहरू आएको छैन सोशल मिडियामा। त्यो यो भिडियोहरू नआउनु भन्दा पहिला उनले चाहिँ लाइभमा आएर भनेकी छिन् कि हामीले चाहिँ अहिले चाहिँ उनीहरूको सनम समीरको मम्मीको बाबाको विषयमा चाहिँ बोल्न मिल्दैन सोशल मिडियामा आएर, किनभने उताबाट चाहिँ केस फाइल भएको छ। सुनिताले आफै भनेकी थिइन् ममा चाहिँ केस फाइल भएको छ र म चाहिँ अहिले सनम समीरको गाउँ भन्दा पनि म टाढा आएर बसेको छु, केही दिनपछि चाहिँ म आफै उपस्थित हुने गरेर यता बसेको छु र केही समय चाहिँ मेरो भिडियो आउने छैन सोशल मिडियामा भनेर उनले जानकारी पनि गराएकी थिइन्। कतिले त्यो लाइभ हेर्नुभयो होला, कतिले हेर्नु भएको छैन होला। त्यसैगरी मलाई चाहिँ धेरैजनाले मेसेज गर्नुभएको छ सुनिता र उसको चाहिँ भिडियो आइरहेको छैन, यता तपाईलाई के थाहा छ भनेर सोधिरहँदाखेरि हैन। मैले चाहिँ यो जस्ट उहाँहरूलाई के जानकारी गराउन चाहन्छु भने उनले चाहिँ लाइभमा आएर भनेकी थिइन् अहिले केस चलिरहेको अवस्थामा चाहिँ मैले कसैको बारेमा पनि उनीहरूको बारेमा राम्रो नराम्रो कुराहरू भन्न मिल्दैन। केही समय चाहिँ तपाईहरु मेरो भिडियोको वेटिङमा बस्नु होला। म चाहिँ यसरी केस अब सर्ट आउट त गर्नु पर्यो, के कति कारण र कसरी अगाडि बढ्ने भन्ने कुरा त त्यहाँ केस परिसकेपछि सम्बन्धित निकायमा गएर त्यो छलफल त गर्नुपर्छ होला नि त हैन। अनि कति सुनिता चाहिँ डराइरहेको जस्तो पनि मलाई अनुभव भइरहेको थियो। उनले आफै पनि भनिरहेकी थिइन् मलाई अलिकति डर पनि लागेको छ भनेर। सो कानुनमा गइसकेको कुरा त्यस्तो डराउनु पर्दैन। उनले कुनै पनि अपराध गरेकी छैनन्। एउटा बच्चाको लहलहैमा भनौं अथवा बच्चालाई बढी माया गर्ने हिसाबले गर्दाखेरि उनले बच्चाको लागि स्ट्यान्ड लिएकी थिइन् र स्वयं सुनिताले चाहिँ कसैलाई पनि नराम्रो भनेको जस्तो त लाग्दैन। जुन कुराहरू बच्चाले चाहिँ सुनितालाई सुनाएका थियो त्यो कुराहरू उनले पब्लिक गर्नु मात्र अलिकति उचित थियो या थिएन पब्लिकले डिसाइड गरिरहनु भएको छ। प्लस मैले त आफ्नो मनमा लागेको कुरा चाहिँ भनि नै सकेको थिएँ भिडियो मार्फत। अहिले तत्कालै चाहिँ बच्चाहरूको कुरा सुन्ने बित्तिकै चाहिँ भिडियोलाई चाहिँ पब्लिक गर्न नहुने थियो भनेर चाहिँ मैले भन्दाखेरि धेरैजना रिसाउनु भएको थियो। त्यो सन्दर्भमा यसरी पब्लिक गर्दाखेरि केस पर्न सक्छ सुनितालाई भनेर पनि मैले भनेको थिएँ। त्यो साच्चीकै भन्नुपर्दा त्यो नै भयो। उनलाई चाहिँ केस परेको छ। धेरैजनाले सोधिरहनु भएको छ सुनिताको भिडियो किन आएन भनेर। अब सुनितालाई पर्सनली त म पनि चिन्दिन र मैले 3-4 दिन अगावा चाहिँ उनी लाइभमा आएर चाहिँ उनले भनेको कुराहरूलाई जस्ट हजुरहरु समक्ष राख्दैछु, किनभने कतिपय भ्युअर्सहरूले नहेरेको पनि हुन सक्छ सुनिताको लाइभ हैन। सो त्यस कारणले गर्दाखेरि अहिले सुनिताको सनम समीरको र सुनिताको अपडेट हामीले हेर्न पाइरहेका छैनौं। एन्ड चाँडै नै राम्रो एउटा मिलेर गएको कुरा सुन्न पाऊँ सामाजिक सञ्जालमा। जसरी पहिला अब यस्तो भएको थियो त्यो कुरा नआओस् हैन। राम्रोसँग सनम समीरको पनि व्यवस्था मिलोस् र बुवाले गर्नुपर्ने कर्तव्य बुवाले पनि निभाउनु पर्ने हुन्छ। आमालाई त यतिकै पनि दोष दिन्छन्, आमासँग म कनेक्ट गर्दैन ती बच्चाहरूलाई हैन। जसको बढी जो चाहिँ बढी जिम्मेवार व्यक्ति हो ऊ भनेको सनम र समीरको ड्याडी हुनुहुन्छ हैन। अनि सनम र समीरको ड्याडीको पनि हिस्ट्री सुन्दाखेरि उनी तत्कालै अब विदेशिएको धेरै समय भएको छैन। घर परिवारमा अब खाना लाउनै पुर्याउन गाह्रो भएको कुनै मलाई चाहिँ थाहा थिएन। उहाँहरूको जमिन छैन, उहाँहरू पनि कसैको भाडामा बसिरहनु भएको छ भन्ने कुरा चाहिँ यति कुरा चाहिँ मलाई थाहा थिएन, किनभने मैले पनि भिडियो त नछुटाइ नै हेर्ने हो। कुनै भिडियोहरू छुट्न सक्छन् हैन। सो त्यस कारणले गर्दाखेरि त्यो जानकारी मलाई थिएन र जे होस् जे जसरी भए पनि बच्चा उहाँहरुकै हो भनिसकेपछि उहाँहरुले सही ठाउँमा कानेर राख्नुपर्छ भन्ने कुरा उहाँहरुले आफ्नो जिम्मेवारी उठाउनुपर्छ। बाबाले पनि सुन्नुपर्छ बच्चा बच्चीको कुरा हैन। सही गलत के हो भनेर छुट्या अहिले त बिचारा परदेशमा छ, अब फोनको आधारमा सुन्ने होला हैन। र त्यो सर्ट आउट हुनेछ भन्ने म आशा गर्दछु। प्लस सनम र समीरलाई त्यति धेरै यदि अप्ठ्यारो परिरहेको थियो भने उसको चाहिँ
फुपू अथवा अङ्कल आन्टी हुन्छ नि आफन्तीहरूले चाहिँ कुनै पनि कुराहरूमा स्ट्यान्ड नलिएको देखियो सामाजिक सञ्जालमा। सो कसैले त्यसरी राख्छन् भने कसैले राख्दैनन् पनि, त्यो पनि हो फेरि होइन। उनीहरूले कानुनी पाटो चुज गरेका छन् त्यो कुरालाई सर्ट आउट गर्नको लागि। सर्ट आउट होस् भन्ने चाहना गर्दछु र हामी चाँडै नै सुनिता, सनम र समीरको भिडियोको प्रतीक्षामा चाहिँ चाँडै नै हेर्न पाऊँ भन्ने आशा गर्दछु। त्यही हो साथीहरू, हजुरहरूलाई मैले जति जानेको थिएँ त्यति कुरा सेयर गरेँ होइन। मेन रिजन चाहिँ त्यही हो, सुनिताले अहिले भिडियोहरू नहाल्नुको कारण चाहिँ उनले भनेकी छन् कि त्यही केस परेको भएर अहिले चाहिँ हामीले उनीहरूको बारेमा चाहिँ टिका टिप्पणी गर्न मिल्दैन। केही समयपछि मैले चाहिँ भिडियोहरू बनाउने छु र म सनम समीरको व्यवस्था कसरी मिल्छ, के गर्छ, के गरेर हुन्छ त्यो कुरा सर्ट आउट गरेर म आफ्नो गाउँ फर्किनेछु भनेर उनले लाइभ मार्फत जानकारी गराएको भएर मैले सुनेको कुरा यही हो। हजुरहरूलाई मैले लाइक हुन्छ नि जानकारी गराइसके। सो त्यही हो साथीहरू, चाँडै नै त्यो समस्या सुल्झियोस् र हामीले चाहिँ नर्मली भिडियोहरू हेर्न पाऊँ, डेली ब्लगहरूदेखि लिएर के भएर चाहिँ कसरी टुङ्गियो त्यो कुरा हामी सुन्न पाऊँ। राम्रो तरिकाले टुङ्गियो भने अझै राम्रो हुने थियो भन्ने आशाका साथ अहिलेको लागि म बिदा हुन चाहन्छु साथीहरू। सो थ्याङ्क्स फर वाचिङ दिस भिडियो एन्ड लाइक, कमेन्ट, सेयर, सब्सक्राइबको लागि धेरै धेरै धन्यवाद भन्दै स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्, आफ्नो लाइफमा अगाडि बढ्नुहोस् निरन्तर रूपमा होइन। एन्ड यति भन्दै आजको लागि बिदा हुन चाहे। बुम।